मैले त प्रधानमन्त्री बन्नेवाला नाम चलेका मान्छेलाई अलिक बाठै ठानेका थिएँ। अध्यक्ष अर्कैलाई, उपाध्यक्ष अर्कालाई, पार्टी अर्कालाई, सबै अर्कालाई दिएर अनि हामी निर्वाचनका प्रक्रियाहरूमा सहभागी भइरहेका छौँ र हामी भन्छौँ कसैले प्रधानमन्त्री भइहाले भन्दैमा यहाँ कसैलाई प्रधानमन्त्री बनाउने भनेर मैले त प्रधानमन्त्री बन्नेवाला नाम चलेका मान्छेलाई अलिक बाठै ठानेका थिएँ। अध्यक्ष अर्कैलाई, उपाध्यक्ष अर्कालाई, पार्टी अर्कालाई, सबै अर्कालाई दिएर अनि प्रधानमन्त्री तिमी खाउला भनेर यो अस्ति 24 गतेतिर आगो लाउने बेलामा प्रधानमन्त्री कतिलाई बाँडेको रहेछ भने तिमीलाई पनि प्रधानमन्त्री, उसलाई भेटो, उसलाई प्रधानमन्त्री, उसलाई भेटो, उसलाई प्रधानमन्त्री, अचम्मैसँग प्रधानमन्त्री बाँडेको रहेछ। त्यस्तै त हो यो पनि, बाँडिदिनु त हो। अनि अब चुनावमा एउटा अनुमान गरौँ न, यो चुनावमा नि एमाले कांग्रेस बाहेक अरूले सरकार बनाउँछ? सम्भव छ यो कुरा? यस्तो कुरा पत्याएर प्रधानमन्त्री हुन्छु भनेर लाग्ने भनेपछि खैर हामी चुनावी